यस्तो खानुपर्छ अब हामी आधुनिक ढङ्गले आधुनिक ढङ्गले खाउँछ सर काम दिँदैन किन आँटेका एउटा गोटी जाँदा आदिनुपर्छ मान्छे छैन होइन 28 पुग्दा त आत्या छैन एउटा गोटीमा कहाँ हाल्दिनु म त स्वाद गर्छु चारवटा गोटी ल्याउँ न हामी ऊ भाइको त्यहाँ गयो होइन फाइन कान समाऊ भाइ एकचोटि कहाँनिर कुन चाहिँ आफ्नै देब्रेको दाइ खाउँ आफ्नै ब्लक भनेको बोरिक चाहिँ के साथ चाटेको थियो त्यहाँ तिम्रो नि उफ्रिन्छ मेरो नि उफ्रिन्छ उल्टो एउटै हो जे बानी घरको दाइले खानु छ खुसी लाग्दो उताको त एकदम दामी स्केलमा फसाइ दामी छ फेरि उताको गोटीसँग खानु चाहिँ एक डर चाहिँ खाउँ है बोर्ड चाहिँ नलाएको छ कस्तो बोर्ड नलाएको के बोले त्यो पनि खाउँ यो त गोटी सकिसक्यो त्यो गोटी ल्याउनु त यहाँ ब्लक यो निस्किया खाएको छैन यो निक्लेको छ के को पऱ्यो त्यहाँ ब्लकै बसेर ल होइन खानु र यहाँ जोडाइदिउँ कि भनेर नि अब आखिरी अब कहाँ ठेलेर निकाल्यो के हौ होइन हौ। के गर्छ अरू साथीहरूले कि यहाँबाट कुटौँ एकछिन एकछिन लु त्यसलाई पिटाउँदा त्यो गोटी पक्का हाल्नु त्यो फेरि निस्किएको भयो यहीँ पो गेम लाग्ला जस्तो भयो त यार यो गोटी यता हाल्नु होइन अहिलेको जस्तो खाइयो नि ल ल ल छोक्रा बगेर पकाएर खानु पऱ्यो त्यसलाई कतै भयो साले कति साह्रो हुन्छ भयो छोटो खानु साथी नाति त्यो यहाँ त्यो तपाईँ हान्ने हो तपाईँ कस्तो कुरा अहिले अलि माथि पेलाउँ सबै कालो यो खानु पर्यो माथिबाट हान्नु यहाँ तलबाट तपाईँ त्यो खाएर त निकाल्नु भइहाल्यो नि ल त्यो खाएर त बनाउनु त सक्ने निस्क्यो होला त्यहाँ निस्क्यो ल त्यो उ त यो कालोले त्यहाँ छोइदिँदा के हुन्छ हुन्छ छुट्छ दामी मिल्छ तर छुँदैन होला छोएन भने यस्तै राख्नुहुन्छ ओ यार कुकुरबाट हाने यार कुकुरबाट हाने यार यो मैले खानै लु त्यो खानु पर्यो जसै ए खाएर तानु न पक्का लु लाग्छ तानु हो सर हाल्नु खाऊ खाऊ त्यो खानु चाहिँ खाउँ है लाग्छ त्यस्तो लु तानु लङ लङ अर्को हानु त तानु लागि नै सक्यो के को आम्मामा। नापेरै हानेको भए हुन्छ जस्तो पनि हो ठिकै हुन्छ यार मलाई मेरो रेड ब्लक छ त्यता नखाऊ हेलो यही हान्दियो बोरी कस्तो बाँड्छन् भन्नुभयो सरले यार तेरिके बिग्रियो नि एउटा मात्रै जस्तो हो ठिक्क यहाँ यहाँ अङ्कल पक्का हाल्नु त यो चलाइदिएर तपाईँले सजिलो गर्नु भयो फेरि बास किन हान्नु यो त यहाँ खाइहाल्छु नि म टेन्सन गर्नु हानेको त अघिदेखि नि फेरि हाल्नु कति अरे 25 अरे नखानु भयो जति हाल्दा उब्रेको कति हाल्नु लानु के हाल्नु सेतल त भन्नु नि माथि तानो तानो तानेर खानु होला त्यो माथि हाल्नु नि यो यसैले हान्नु कि हाल्छ अनि त्यसले हान्नु हुँदैन त्यो सिधा खाएर तानु न टक्की सक्ने राखी होइन एकछिन सक्दैन नदिनु नि त नि लु राखौँ नि त दुईटा चाहिँ राखौँ न एउटा राखौँ न त्यो हानु डबल प्ल्याक एउटा छिटो सिधा राखिदिनु न डबल हाल्नु कसरी हान्नु रहेछ ल यहाँबाट सिधा हुन्छ हात लु गइसक्यो त अनि घोटी नै गइसक्यो अब किन चाहियो डबल निक्लेन यो अलिक चारो हान्नुपर्छ नि हाल्नु न सुनिया के गोरु फुको कि गाई बाछो कुन छेउ ल ल म गइन्छु